सो हाई एभ्रिवान वेलकम टु माई डे 10 मिनी ब्लग। म चाहिँ अस्मिता घिमिरे नवलपरासी बर्दाघाटबाट। हामी छोरी मान्छेको चाहिँ काम यस्तै हुन्छ साथीहरू। मैले चाहिँ खाना पकाइसकेको थिएँ अनि उहाँले चाहिँ 9 बज्न लागिसक्यो, बाबुले खुवाउनु पऱ्यो भनेर खाना पस्कियो भन्नुभयो। मैले खै खाना पस्केर दिएँ अनि मैले चाहिँ यता कपडा धुनलाई कपडा भिजाएको थिएँ अनि बाबुलाई चाहिँ खाना खुवाउनु भयो उहाँले चाहिँ। मैले कपडा धुन लाएँ साथीहरू। बिहान बिहान काम भ्यायो भने दिउँसोमा बस्नलाई एकदम सजिलो हुन्छ, केही काम पनि हुँदैन नि त, आनन्द हुन्छ। त्यही भएर चाहिँ म बिहान बिहान कपडा धुन लाएँ। कपडा पनि बाबुले यति धेरै मुज्छ नि, त्यही मुजको थाङ्नाहरू अनि अलिअलि कपडा थिए, बाबुको स्कुलको ड्रेसहरू थिए, त्यही धुनलाई लाएँ। अनि यो मोटा मोटा कपडाहरू चाहिँ मैले एक्लै निचार्न सक्दैन क्या, अनि उहाँलाई बोलाएँ, उहाँले चाहिँ निचारिदिनु भयो, सँगै मिलेर निचारेँ। मैले चाहिँ यता कपडा सुकाउन आएँ। उहाँले चाहिँ बाबुलाई रेडी बनाइसक्नु भएको थियो स्कुल जानको लागि। उहाँ चाहिँ घरमा बस्नुभएको बेला चाहिँ एकदम सपोर्टिभ हुनुहुन्छ, काम मिलेर गरौँ भन्नुहुन्छ। त्यही भएर चाहिँ काम बाँडेर गर्छौँ हामीले चाहिँ, सजिलो पनि हुन्छ क्या, एकजनालाई मात्र भार पर्दैन नि त। कोही कोही हुन्छन् बाहिरी काम गरेपछि घरमा आएर ढलेको सिङ्खो ठाडो नपार्ने खालका पनि हुन्छन्, उहाँ चाहिँ एकदम सपोर्टिभ हुनुहुन्छ। यही कुरामा पनि एकदम खुसी लाग्ने कि भगवान्ले सपोर्टिभ हस्बेन्ड पारिदिनु भएको छ मलाई चाहिँ। अनि मैले चाहिँ बाबुलाई नास्ता रेडी बनाइदिनलाई लाएँ, ड्राई फ्रुटहरू हालिदिएँ, अलिअलि खिरहरू जस्तो बनाइदिएँ। नास्ता राखिदिएँ टिफिनमा, उताबाट दादा आउँदै रहेछ भाइ गएर बाबुले पनि। अनि 9:30 बजिसकेको थियो नि त, गाडी आउँछ चोकमा, अनि उहाँले चाहिँ छोड्न जानुभयो बाबुलाई। आजको भिडियो के कस्तो लाग्यो फलो नगर्नु भएकोले फलो गरिदिनु होला, धन्यवाद।